आजको थ्योरी चाहिँ हाम्रो है प्रिन्सिपल अफ प्लेइङ एट्याक एन्ड प्रिन्सिपल अफ प्लेइङ डिफेन्स भनेको मतलब एट्याक कसरी गर्ने डिफेन्स कसरी गर्ने त्यसको सिद्धान्त चाहिँ के हो। अब एट्याक गर्दा तिमीहरूलाई थ्योरी अलिकति थाहा भयो भने त्यसको होइन उदाहरणहरू थाहा भयो भने तिमीहरूलाई सजिलो हुन्छ, गेममा त्यो युज हुन्छ। त्यो अनुसारले तिमीहरूले मुभमेन्टहरू क्रिएट गर्छ। अब थ्योरी थाहा भएन भने के हुन्छ, तिमीहरूले मुभमेन्टै गर्न आउँदैन, मुभमेन्टै थाहा हुँदैन। पोजिसनिङ गेम भनेको अब ट्याक्टिकल गेम भनेको तिमीहरूलाई मुभमेन्ट गर्न गाह्रो हुन्छ। के भएर त्यो थ्योरी चाहिँ तिमीहरूले गेममा इम्प्लिमेन्ट होइन त्यसलाई चाहिँ फलो गऱ्यो भने तिमीहरूको गेममा चाहिँ धेरै सुधार आउँछ है। ल म तिमीहरूलाई सर्वप्रथम पहिला एट्याकको प्रिन्सिपल भन्छ है। द प्रिन्सिपल अफ प्लेइङ एट्याक, डेप्थ, वाइड, मोबिलिटी, पेनिट्रेसन, इम्प्रोभाइजेसन, क्रिएटिभिटी, फेरि दुईचोटि भन्छु म है कन्ट्रोल गर्ने। प्रिन्सिपल अफ प्लेइङ एट्याक, डेप्थ, वाइड, मोबिलिटी, पेनिट्रेसन, इम्प्रोभाइजेसन, क्रिएटिभिटी, सपोर्ट है। मोबिलिटी भन्छ अब त्यसमा सपोर्ट नै पर्यो, अब चलिरहनु पर्छ भन्ने हो है। फेरि लास्ट है प्रिन्सिपल अफ प्लेइङ एट्याक, डेप्थ, वाइड, मोबिलिटी, पेनिट्रेसन, इम्प्रोभाइजेसन, क्रिएटिभिटी। अब यसको तिमीहरूलाई मैले हल्का फुल्का त्यहाँ ट्रेनिङहरू पनि गराइसकेँ। अब मोबिलिटी, वाइड, डेप्थ, पेनिट्रेसन पास भनेको है, इम्प्रोभाइजेसन, क्रिएटिभिटी भनेको आफ्नो होइन इन्डिभिजुअल अब स्किलहरू देखाउने हो, आफूले क्रिएट गर्ने हो है। पास एन्ड मुभ भनेर क्विक। अब त्यस्तै डिफेन्सिभको है प्रिन्सिपल अफ प्लेइङ डिफेन्स, कभर डेप्थ, कन्सन्ट्रेसन, ब्यालेन्स, डिले, कन्ट्रोल, डिसिप्लिन। फेरि है प्रिन्सिपल अफ प्लेइङ डिफेन्स, कभर डेप्थ, कन्सन्ट्रेसन, ब्यालेन्स, डिले, कन्ट्रोल, डिसिप्लिन, प्रेसर भनेको के हो भने अपोनेन्टले बल जस्तो अब डिफेन्सले अपोनेन्टको टिमलाई मिलाइदियो भने अब त्यो डिफेन्सले चाहिँ के गर्नु पऱ्यो, त्यसलाई तल्लो अगाडि गएर बल कलेक्टिभ एक्सन गएर कम्प्याक्ट भएर होइन त्यसलाई चाहिँ के गर्नु पऱ्यो, प्रेसर दिनु पऱ्यो। त्यो भएर अब डिफेन्सिभमा के हुन्छ, प्रेसर, कभर डेप भने पहिला झरेर कभर गर्नु पऱ्यो, कन्सन्ट्रेसन ध्यान दिनु पऱ्यो, कतापट्टि बल लानु दिनु भएन होइन, कतापट्टि चाहिँ अब हामीले ब्लक गर्ने अपोनेन्टलाई होइन। ब्यालेन्स, अब हाम्रो यताबाट बल आइरहेछ लेफ्ट साइडबाट अपोनेन्टले हाम्रो लेफ्ट साइडबाट बल ल्याइरहेछ भने हामीले कभर के अरे गएर त्यहाँदेखि कलेक्टिभ एक्सन जाने बल त्यसलाई डिले गर्दाखेरि अब ब्यालेन्स हाम्रो साथी अब बिचको सेन्टर ब्याक अथवा राइट ब्याक कसरी ब्यालेन्स गर्ने होइन। अब उनीहरू अवे फ्रम द बल उनीहरूले पनि जोन मार्किङ गर्नु पऱ्यो, त्यसलाई ब्यालेन्स डिले भइसक्यो भेट्दैन भने गएर डिले गर्नु पऱ्यो, झ्यामै गएर त भएन होइन। एक्सप्लोर गरेर कन्ट्रोल भन्छ अब बडी लाइन कन्ट्रोल गर्नु पऱ्यो होइन, नियन्त्रण गर्नु डिसिप्लिन हुनु पऱ्यो, गएर खुट्टामा हान्नु भएन, रेड कार्ड पाउँछ होइन। त्यही भएर प्रिन्सिपल अफ प्लेइङ डिफेन्सको चाहिँ यस्तै उदाहरणहरू छ है। अब यो हामीलाई एन्फाले दिएको यो बुकमा चाहिँ है। फेरि लास्ट है एकछिन प्रिन्सिपल अफ डिफेन्सिभ, कभर डेप्थ, कन्सन्ट्रेसन, ब्यालेन्स, डिले, कन्ट्रोल, डिसिप्लिन यिनीहरू पाउँछ है। यो उदाहरणहरू पर्दछ तिमीहरूलाई लगभग अस्ति पढा हो, लगभग अलिअलि तिमीहरूको माइन्डमा सेटअप भइसक्यो होला। अब यो के गर्नु पऱ्यो, तिमीहरूले युज गर्नुपर्छ। डिफेन्सिभ गर्दा डिफेन्स गर्नु पऱ्यो, ब्यालेन्स गर्नु, कन्सन्ट्रेसन ध्यान दिनु पऱ्यो, अपोनेन्टलाई बाहिर पेल्नु पऱ्यो। अस्ति भण्डारीले के गर्छ, राइट ब्याक खेलायो, अब गोल पोस्ट कतापट्टि छ उता के लेफ्ट साइडमा यतापट्टि छ भने के गर्छ, त्यो होइन यतापट्टि अपोनेन्टलाई बाहिर पेल्ने भने कता टच लाइनमा बाहिर राख्ने, बल कताबाट मुभ भइरहेछ। अब उनीहरूको राइट साइडबाट मुभ भइरहेछ, ऊ राइट ब्याक, हामीसँग बल छैन भने चाहिँ हामी आउट अफ पोजिसन भएपछि हामीले अब ऊ राइट ब्याक लेफ्ट साइडबाट बल ल्याइरहेछ अपोनेन्टले हाम्रो होइन। अनि यतापट्टि भण्डारीले के गर्नु पऱ्यो भने पुस्करले अपोनेन्टलाई बाहिर राख्ने, आफू भित्र बढ्ने। अब फेरि उसलाई बल क्विक चेन्ज गर्छ नि त, ट्रान्जिसन भनेको क्विक, अब क्विक ट्रान्जिसन बल अनि गएर सर बल डिले गर्ने खोज्ने अनि डिले गर्ने, अथवा अब बिचबाट बल ल्याइरहेछ अपोनेन्टलाई के गर्नु पर्छ, जहिले पनि टच लाइनपट्टि राख्नु पर्छ। टच लाइन भनेको लेफ्ट राइट दुवै साइडकोलाई के भन्छ, टच लाइन। अनि राइट फुल ब्याकले के गर्नु पऱ्यो, अपोनेन्ट बाहिर राख्ने। ओके, भित्र यसरी बसेर के भन्नुहुन्छ, यता भित्र लान्छ, भित्रबाट के गर्छ उनीहरूले बल भित्र एकदम कोचार्छ भनेको पेनिट्रेसन बल पनि झार्छ र भित्र बल लगिदिन्छ। त्यो डेन्जर जोनमा चाहिँ के गर्नु पऱ्यो, ब्लक गर्नु पऱ्यो।
त्यसको लागि त गोल पोस्टलाई छेक्नु पऱ्यो, अपोनेन्टलाई बाहिर हाल्नु पऱ्यो भन्न खोजेको। अब प्रिन्सिपल जेनरल प्रिन्सिपल भनेपछि अब तिमीहरूले बुझिहाल्यो है। अब यो भयो अघि मैले भिजन एन्ड फिलोसफी भन्यो है। अब यो प्रिन्सिपल पनि भन्यो तिमीहरूलाई एट्याक र डिफेन्सको है। अब तिमीहरूलाई म प्लेइङ स्टाइल मोडल भन्छु लास्ट आजको थ्योरी। अनि हप्तामा एक दिन हामीले यो के अरे यो थ्योरी एजुकेसन पनि अब तिमीहरूलाई कन्ठ बनाउँछु यसरी नै भनेर। अनि पछि तिमीहरूलाई फोटोकपी अथवा लेखेर दिउँला। त्यो भयो भने चाहिँ के हुन्छ तिमीहरूलाई छिर्यो नि त दिमागमा। यसरी भनेर कन्ठ गरेपछि जस्तो लजाउँदा कि तिमीहरू अब सबलाई छिर्छ मैले भन्छु। अब लिनु नलिनु तिमीहरू हातमा कतै सोध्यो भने तिमीहरू सर भन्न आयो नि त 17वटा। अब तिमीहरू कापीमा ल्याइदियो कन्ठ गर्न धेरै गाह्रो हुन्छ। यसरी कन्ठ गर्दै गएपछि पछि पढाउँदाखेरि पनि सजिलो हुन्छ। अब एन्फा द प्लेइङ स्टाइल मोडल हुन्छ है। अब एन्फाको प्लेइङ स्टाइल मोडल चाहिँ अब तिमीहरूलाई म सर भन्छु, तिमीहरूले अब त्यो कन्ठ गर्ने आज यही हो। अनि त्यसपछि लास्ट हल्का उ गर्ने हामीले आज। अब प्लेइङ स्टाइल मोडल है, एन्फा द प्लेइङ स्टाइल मोडल। अब कति प्रकारको हुन्छ? मेन मोमेन्ट 4वटा मेन मोमेन्ट। प्लेइङ स्टाइल भनेको खेल्ने तरिका भनेको मोडल। अघि फिलोसफी भनिसक्यो, मेन त्यही हो स्टाइल मोडलकोबाट कसरी खेल्ने फिलोसफीमा त्यो पर्छ। अब यहाँ फिलोसफी भन्छु तिमीहरूलाई प्लेइङ स्टाइल मोडल। देयर आर 4 मोमेन्ट्स इन एन्फा द प्लेइङ स्टाइल मोडल। मेन मोमेन्ट्स यहाँ हेर, अट्याक, पोजिटिभ ट्रान्जिसन, नेगेटिभ ट्रान्जिसन, डिफेन्स। अथवा पोजिटिभ ट्रान्जिसनलाई अट्याकिङ ट्रान्जिसन भन्छ, नेगेटिभ ट्रान्जिसनलाई डिफेन्सिभ ट्रान्जिसन भनिन्छ। भनेपछि के रहेछ यसको त्यो अनुसारले बुझ्नु पऱ्यो। बुझेन? पोजिटिभ भनेर थाहा हो सकारात्मक हो, त्यो भनेर त एट्याकिङ ट्रान्जिसन भयो। एट्याकिङ भने हामीसँग बल भएपछि हामीले एट्याक गर्ने हो, यताबाट उता चेन्ज गर्ने, यताबाट यता। नेगेटिभ भनेपछि नकारात्मक, हामीसँग बल छैन, सिम्पल कुरा थाहा होला तिमीहरूलाई। बल नभएपछि के गर्नु पऱ्यो? हामीले डिफेन्स गर्नु पऱ्यो होइन। डिफेन्स भनेको उनीहरूले काउन्टर फाले बल कुदाएको अब ल्याएको भएर एट्याक गरेको ट्रान्जिसन गरेको हामीले के गर्नु पऱ्यो? पसेर हाल्नु पऱ्यो। त्यो हो भन्छ। अब सर र म यिनीहरूको त्यो व्याख्या के अरे भन्छु है, तिमीहरूले सर र फलो गर्ने। मेन मोमेन्ट अट्याकको है, ब्रेभ अन द बल इन द बिल्डअप, ब्रेभ अन द बल इन द बिल्डअप भनेको बुझ्यो? ब्रेभ अन द बल राखेर खेल्नु सक्नु पऱ्यो। इन द बिल्डअप, इन भने भित्र लानु सक्नु पऱ्यो। अघि मैले भने राइट ब्याकले कसरी कभर गर्ने, अपोनेन्टको फरवर्डले विङ फरवर्डले कसरी बिल्डअप गर्छ, इन द बिल्डअप भित्र लाने कोसिस गर्छ, प्रोत्साहन गर्छ त्यसलाई। अब एट्याकमा चाहिँ के हो? इन द बिल्डअप हो, त्यो पर्छ। अनि त्यहाँबाट फ्लुइड एग्रेसिभ मुभमेन्ट। कुनै पनि पोजिसनमा बल कता मुभ भइरहेको छ त्यो अनुसारले फ्लुइड हुन्छ। लेफ्ट साइड छ मुभ हुन्छ। अनि सर यता सेन्टर के अरे सेन्टर मिडले बल पाछ, सर र राइटले फ्लुइड हुनु पऱ्यो। फ्लुइड हुनेर बगाउनु पऱ्यो भने बगाउनु पऱ्यो भने। सेन्टर ब्याक छ, किपरले बल खुट्टामा पाएको, सरले मुभ हुनु पऱ्यो राइटले भने के हुनु पऱ्यो? कन्टिन्यू पऱ्यो, स्ट्रेचिङ हुनु पऱ्यो भने बुझ्यो होइन। फ्लुइड एग्रेसिभ मुभमेन्ट भने एग्रेसिभ भएर मुभमेन्ट भयो अगाडि फ्लुइड हुनु पऱ्यो भने मतलब के? फ्लुइड एग्रेसिभ मुभमेन्ट भाइ सेन्टर ब्याक, सेन्टर मिड, विङ फरवर्ड होइन, फ्लुइड हुनु पऱ्यो। फ्लुइडिटी भनेको त्यो बुझ्यो होइन। अब मेन मोमेन्टको ब्रेभ अन द बल इन द बिल्डअप। पोजिसनिङ भनेर थाहा छ? आफ्नो पोजिसनमा के हुनु पऱ्यो भनेको बिल्डअप गर्दै खेल्नु पऱ्यो भनेको राखेर खेल्नु पऱ्यो। बल राखेर खेल्ने चाहिँ साहस हुनु पऱ्यो भने साहसी बुझ्दैन। अनि फ्लुइड एग्रेसिभ मुभमेन्ट, फ्लुइड भयो भने आफ्नो अब आफ्नो पोजिसनमा चाहिँ हुनु पऱ्यो नि त। बल कता मुभ गर्यो, लेफ्ट राइट सेन्टर होइन, त्यो अनुसारले गएर खेल्नु पऱ्यो। सर र बग्नु खोलामा हामीले ढुङ्गा पानी फाल्छ नि, त्यो त्यसको तरङ्ग बग्छ नि, थाहा छ नि गोली भन्यो भने त्यो। अनि त्यो फुटबलमा चाहिँ तर त्यो भित्र त आउँदैन। तर फुटबलमा चाहिँ बगाउनु पऱ्यो बुझ्यो होइन। अब त्यो भयो मेन मोमेन्ट है। अनि त्यसपछि की प्रिन्सिपल त्यसमा एट्याकमा है, एट्याकमा की प्रिन्सिपल के हुन्छ? कम्बिनेसन प्ले, इन्डिभिजुअल एक्सप्रेसन, फेयर एन्ड क्रिएटिभिटी। अब की प्रिन्सिपल भने कि यो चाहिँ यसको चाहिँ के भने एट्याकमा कम्बिनेसन प्ले भनेपछि मैले तिमीहरूलाई भन्छु वाल पास, ओभरल्याप, डबल पास, अन्डरल्याप होइन, कम्बिनेसनमा पर्छ।
ट्याकल पास सब भयो है कम्बिनेसन प्ले भनेपछि यो हुनुपर्छ 1 to pass डबल पास ओभरल्याप अन्डरल्याप सब हुन्छ त्यसको तिमीहरूलाई ड्रिल पनि गराइसक्यो अब त्यो रिपिट गरिरहने हो त्यही बल पासकै त्यहाँनिर हामीले वार्मअप ड्रिल गरेर अनि त्यहाँ गोल पोस्टमा अब स्मल साइडेड गोल पोस्टमा हामीले गर्ने हो अब ठुलो गोल पोस्टमा हामीले कहिले गर्छ स्मल साइडेडमा पनि यहाँ गर्छ सानो सानो गोल पोस्ट हाम्रो छैन तल ठुलोमा हामीले कहिले गर्छ ग्राउन्डको अब त्यो अनुसारले होइन फिनिसिङ गऱ्यो भने अब गेमको यो ड्युरेसन अवधिमा चाहिँ हामीले फिनिसिङको प्र्याक्टिसहरू त्यो डिफेन्सिभको म्याक्सिममको गर्नुपर्छ अब कम्बिनेसन त्यो इन्डिभिजुअल एक्सप्रेसनहरू थाहा भइहाल्छ मलाई आफ्नो फाइनल थर्ड अथवा एट्याकिङ थर्डमा चाहिँ के गर्नु पऱ्यो आफ्नो स्किल देखाउनु पऱ्यो एक्सप्रेसन भनेको आफ्नो देखाउनु पऱ्यो कला क्रिएटिभिटी भने ट्रेड आफूले गर्नु पऱ्यो सधैँ अरूले ला भनेर दिँदैन बल हो कि होइन आफूले पनि ट्रेड गरेर हामी बल पाइदियो मुभ गर्ने अनि फालिदिन्छ त्यो बल पाएपछि ट्रेड गरेर हामी रिसिभ द बल ट्रेड स्पेस भनेको अब पोजिटिभ टेन्सन है Can I run in behind? Can I get where I can score? Can I run in behind? Can I get where I can score? मतलब स्कोर गर्ने एरियामा अब एट्याकिङ टेन्सन भनेको चाहिँ त्यही हो एट्याक भनेको चाहिँ अब टेन्सन गोल एरियामा बल झार्नु पऱ्यो भने पछाडिबाट चाहिँ अब के अरे अब मुभ गरेर जस्तो थर्ड म्यान रनिङ भने जस्तै थर्ड म्यान रनिङ मुभ अनि वेयर क्यान स्कोर गर्ने एरियामा चाहिँ मिडले के गर्नु पऱ्यो हाल्नु पऱ्यो अथवा विन कररहरूलाई के गर्नु पऱ्यो कि पास हुन्छ नि त्यो बल त्यसरी झार्नु पऱ्यो भनेको बुझ्यो होइन त्यो गर्नु सक्नु पऱ्यो रनिङ गर्नु सक्नु पऱ्यो भने पछाडिबाट रनिङ गरेर अब गोल गर्ने एरियामा चाहिँ अब बल फाल्दै त्यो भेटेर चाहिँ गोल हाल्नु पऱ्यो भने एटेकिङ चाहिन्छ त्यो अब 11v11 खेल्दाखेरि अब होइन कन्सर्ट अनि एग्रेसिभ मुभमेन्ट टु फाइन्ड स्पेस एग्रेसिभ मुभमेन्ट टु फाइन्ड स्पेस फाइन्ड स्पेस भनेपछि अब साथीले चाहिँ कहाँनिर के अरे अब हुन्छ नि आई कन्ट्याक्ट हुनु पऱ्यो होइन आई कन्ट्याक्ट भएपछि के हुन्छ भने कहाँनिर बल झार्दैन चाहिँ के अरे साथीले भेट्छ बल हाल्नु सक्छ एग्रेसिभ भएर मुभमेन्ट गर्नु पऱ्यो आफूले फाइन्ड स्पेस खोज्नु पऱ्यो जहाँ ओपोनेन्ट छ त्यहाँनिर गएर टाँसेर भएर चाहिँ बल पाउनु स्पेस फाइन्ड भनेर खोज्नु पऱ्यो होइन त्यहाँ साथीले बल दिन्छ त्यहाँबाट अब एट्याक हुँदै बिस्तारै वान टच पास खेल्दै होइन कम्बिनेसन मिलाउँदै अगाडि बढ्ने एट्याकमा चाहिँ के हो एग्रेसिभ मुभमेन्ट टु फाइन्ड स्पेस पोजिसनिङमा है अनि आफ्नो पोजिसनमा अनि त्यहाँबाट यसको प्रिन्सिपल स्पिड अफ मुभमेन्ट स्पिड अफ बल मुभमेन्ट स्पिड अफ सपोर्ट टु कम्बाइन स्पिडमा सपोर्ट पनि गर्नु पऱ्यो कम्बाइन भनेर सबजना मिलेर अघि बढ्नु पऱ्यो अनि विथ बल पनि भयो विदाउट बल पनि भयो हो कि होइन बलमा हुनेले पनि कुदाएर लान्छ नहुने नि अगाडि पछाडि मुभ गर्छ लेफ्ट राइट होइन ब्याकबाट होइन स्टेप अप अगाडि बढ्दै कि प्रिन्सिपल हो अब नेगेटिभ टेन्सन है क्यान आई विन द बल क्यान आई स्टप फरवर्ड प्रोग्रेस अब ओपोनेन्टले बल काउन्टर फाल्यो है टेन्सन त्यो बल हामीले गएर खोज्नु पऱ्यो उनीहरूले ल्याएको बल उसलाई बल दिन्छ नि काउन्टर ल्याएको बल त्यो बल खोसेर हामीले के गर्नु पऱ्यो स्टप फरवर्ड प्रोग्रेस भने उनीहरूको त्यो उनीहरूले नलागेको बल चाहिँ हामीले खोसेर लगाएर अब बल होइन खोज्नु पऱ्यो अनि हाम्रो साथीलाई अब अगाडि फाल्नु पछाडि फाल्यो भने त गोल हुनु अगाडि लेफ्ट राइट साइडमा प्लेइङ आउट फ्रम ब्याक भने अब प्लेइङ आउट भन्छ लाइनमा टच लाइनमा आउटर लाइनबाट खेल्नु पऱ्यो त्यहाँबाट भने त्यो भएर अनि अब क्यान आई विन द बल क्यान आई स्टप फरवर्ड प्रोग्रेस हामीले विन भनेर खोसेर उनीहरूको त्यो स्टप प्रोग्रेस भनेर त्यो उनीहरूलाई खेल्न नदिए त्यो बल खोसेर चाहिँ विन गरेर जितेर हामीले त्यो टेन्सन खानु पऱ्यो बुझ्यो होइन एक ठाउँबाट अरू ठाउँ चाहिँ स्पिड टु प्रेस द बल अब थाहा भइहाल्यो स्पिड टु प्रेस द बल हुन्छ होइन स्पिड गएर के गर्नु पऱ्यो त उनीहरूलाई खेल्नु पऱ्यो भने चाहिँ प्रेस गर्नु पऱ्यो हो कि प्रेसर दिनुलाई प्रेस त पऱ्यो स्पिड अफ ब्लक पासिङ लेन अब विथ बल आफ्नो नियरेस्ट अपोनेन्टसँग त स्पिड टु प्रेस द बल हो अनि अर्को हाम्रो अरू टिममा हुन्छ अरू पाउनु पर्छ उसले के गर्नु पर्छ लाइनमा आफ्नो लाइनमा प्रेस गर्नु पऱ्यो पासिङलाई चाहिँ ब्लक गर्नु पऱ्यो स्पिड टु प्रोभाइड डिफेन्सिभ कभर डिफेन्सिभ टेन्सन अथवा नेगेटिभ के अरे नेगेटिभ टेन्सन चाहिँ यो है यो रिपिट गर्नु भने पछि अगाडि गर्ने टुर्नामेन्ट हाम्रो सम्झिने पुलिस आर्मी यही हो तिमीहरू टुर्नामेन्ट लिग सम्झिने होइन त्यहाँ सक्यो दुईवटा टिम होइन सक्यो भने एउटा त्यो भएर यसलाई गेम थामेर
अब खोज्नु पर्ने गेम खेल्नु गर्दै अगाडि बढ्ने बुझ्यो नि जति सक्दो चाँडो तिमीहरूले गेम अब जति तिमीहरूले हामीले कोच र प्लेयर जति खट्यो जति मेहनत गर्यो तिमीहरूले अगाडि बढ्नु ओके अनि मैले पनि अब कन्फिडेन्स मेरो पनि बढ्छ अब तिमीहरूले अब सक्दैन कहिले बिरामी कहिले के एब्सेन्ट भयो भने तिमीहरूलाई घाटा तिमीहरूलाई लग्छ अब लास्ट डिफेन्सिभ है एन्पा प्लेइङ स्टाइल मोडल है एन्पा प्लेइङ स्टाइल मोडल मेन मोमेन्ट अट्याक पोजिटिभ टेन्सन डिफेन्सिभ टेन्सन डिफेन्स पालि है इन्डिभिजुअली एग्रेसिभ पोजिसनिङमा आफ्नो पोजिसनमा हो कि होइन डिफेन्स हामीसँग बल छैन तर आफ्नो पोजिसनमा हामी के भयो भने अवेरनेस भएर बस्नु पऱ्यो भने त्यो एग्रेसिभहरू कलेक्टिभ एग्रेसन भर्टिकल प्रोग्रेसन भर्टिकल होइन अब उनीहरूको डिफेन्सले बल ल्याएर त्यहाँबाट दौडेर के बल पसेर क्रस गर्नु पऱ्यो अथवा साइकललाई बल पास सप्लाई गर्नु पऱ्यो अनि टेनेसिटी दृढता हुनु पऱ्यो डिसिप्लिन यो प्लेइङ स्टाइल मोडल यो कन्ट्रोल गर्नु पऱ्यो काहीँ स्कुलबाट काम भयो पछि मान्छे भयो भने जसले भन्न जानेन मेरो कमजोरी हुने तिमीहरू हुन्छ त्यो पहिला नि मैले नगर्यो भने अब फेरि भयो भने हप्तामा एकचोटि लिनु नलिनु तिमीहरूलाई पछि तिमीहरूलाई कपी फिलोसफी एन्ड भिजन एन्ड फिलोसफी भन्यो अब प्रिन्सिपल पनि पढाएको थियो बिजनेसको अब प्लेइङ स्टाइल मोडल अब लास्ट टाइम साइकोलोजी है त्यसको मेन प्लेइङ स्टाइल मोडलमा साइकोलोजी पनि पर्छ है मेन मोमेन्ट कि प्रिन्सिपल साइकोलोजीमा गोर्खा स्प्लिट एट्याकमा के हो गोर्खा स्प्लिट कहिले नछुट्ने अगाडि बढेर खेल्ने भने नडराउनु यहाँ दिमागमा के हुन्छ साइकोलोजी ठिक काम गर्यो अनि पोजिटिभ टेन्सनमा एस्ट्रुट स्मार्ट कलेक्टिभ पोजिटिभ टेन्सनमा के भने एस्ट्रुट भनेको अब चलाक स्मार्ट होइन हामीलाई स्मार्ट हुनु पऱ्यो कलेक्टिभ होइन म बल चाहिँ खोज्नु सक्छु भने के हुनु पऱ्यो त्यो हुनु पऱ्यो पोजिटिभ टेन्सन डिफेन्सिभ टेन्सन साइकोलोजीमा लोयल्टी ट्रस्ट स्ट्रेन्थ विश्वास बल हुनु पऱ्यो भने अघि होइन इङ्ग्लिसमा के लेखाएको छ लोयल ट्रस्ट स्ट्रेन्थ डिफेन्सिभ टेन्सनमा हुनु पऱ्यो भने डिफेन्स भइसक्यो बल हुनु पऱ्यो भने बल खोज्छु भने ट्रस्ट विश्वास हुनु पऱ्यो नि त खोज्ने भने त्यो यहाँ के हुनु पऱ्यो त साइकोलोजी के हुनु पऱ्यो फिट हुनु पऱ्यो साइकोलोजिकल इफेक्ट भनेको त्यो साइकोलोजिकल क्वालिटिज भन्छ त्यो अनुसारले अगाडि मैदानमा खेल्न जाने जब दिमागले खेल्न सक्दैन जतिसुकै तिमीहरू फिट भएर सक्छ खेल्न फिजिकल फिट मात्रै भएर सक्दैन त्यही भएर यो भनेको मेन्टालिटी भनेको त्यो साइकोलोजिकल क्वालिटी पर्छ अनि लास्ट अब डिफेन्सिभ भनेको के हुनु पऱ्यो बेबरी के हुनु पऱ्यो साइकोलोजी के हुनु पऱ्यो बेबरी डिफेन्सिभमा यो साइकोलोजीमा पर्छ साइकोलोजी क्वालिटीमा के पर्छ डिफेन्सिभमा बेबरी त्यो साहसी खोज्नु पऱ्यो त्यसलाई नछोड्ने डराउने हो कि होइन डराएर बल छोडिदियो भने के भयो अगाडि लगेर बल हाल्ने के रहेछ एन्पा द प्लेइङ स्टाइल मोडल मेन मोमेन्ट कतिवटा एट्याक पोजिटिभ टेन्सन नेगेटिभ टेन्सन डिफेन्सिभ हो कि होइन अनि के प्रिन्सिपल अनि साइकोलोजिकल क्वालिटिज अब यो यति भयो बुझ्यो है तिमीहरूले है यसलाई बारम्बार रिपिट गर्दै हेर्नु फ्रिक्वेन्टली